एउटा यस्तो किल्लर जसले 2066 सालदेखि नेपालमा राज गरेर बसेको छ। अहिलेसम्म 25 बढीको हत्या गरिसक्यो अनि जसको नाममा डेथ वारेन्ट पनि निस्केको थियो। यो कुनै मान्छे होइन, यो एउटा यस्तो हात्ती हो जसले इन्काउन्टरमा गोली खाएर पनि सर्भाइभ गर्यो अनि जसलाई वर्ल्डकै सबसे डेन्जरस एलिफेन्ट भनेर पनि चिनिन्छ। आज हामी कुरा गर्न जाँदैछौँ यही किल्लर हात्ती ध्रुवेको बारेमा। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। कहानी सुरु हुन्छ 2066 सालबाट। यतिखेरसम्म ध्रुवे हात्तीलाई कसैले चिन्दैन थियो। एक दिनको कुरा हो, चितवनमा रहेको नेपाली सेनाको ध्रुवे पोस्टमा छिरेर यो हात्तीले तहल्का मचाउन थाल्यो। सैनिकहरूलाई लखेट्यो, घर भत्कायो, एक प्रकारको आतंक नै मचायो। तर यो सबै गर्नुमा पनि उसको अधुरो प्रेम कहानी जोडिएको छ। कुरा के थियो भने त्यति बेला नेपाली सेनाको सुरक्षामा एउटा पोथी हात्ती थियो। प्राय जस्तो जंगली हात्तीले पालेको पोथी हात्तीलाई जंगल भगाएर लाने कोसिस गर्छ, तर त्यो सेनासँग रहेको पोथी हात्तीलाई भगाएर लान सफल नभएपछि ध्रुवेले त्यो आतंक मचाएको थियो। अनि गोरखनाथ गढको ध्रुव पोस्टमा आतंक मचाएपछि सुरक्षा कर्मीले त्यो हात्तीको नाम ध्रुवे राखिदिएका हुन्। त्यसपछि ध्रुवे हात्तीले चितवन निकुञ्जको वरिपरि धेरै आतंक मचाएको छ। 25 जनाको त ज्यान लिइसकेको छ। 2066 माघ 22 गते पश्चिम चितवनको जगतपुर घोइलागिरीमा एउटा मन्दिर उद्घाटन हुँदै थियो। सो मन्दिर जंगल र बस्तीको सीमामा बनिएको थियो र उक्त उद्घाटनको दिन गाउँले र निकुञ्जका अधिकारीहरू उपस्थित थिए। उक्त उद्घाटनको क्रममा त्यहाँनिर ध्रुवे हात्ती आइपुग्यो। सबैको भागाभाग भयो र त्यही बेला ध्रुवे हात्तीले किल्चिएर नेपाली सेनाका जवान रिद्धि बिरदोङको मृत्यु भयो। 2066 माघ 25 गते चितवन निकुञ्ज भित्रको ठूलो रिसोर्ट टाइगर टप्समा भ्यालेन्टाइन डेको रातको समयमा फोरेनर्सहरू भ्यालेन्टाइन डेको रमाइलो गर्दै थिए। सायद आफ्नो प्रेम अधुरो भएर होला त्यो रात ध्रुवे रोइ थनिँदै त्यो रिसोर्टमा प्रवेश गर्यो। सबै पर्यटकहरूको भागाभाग भयो, तर आज भने ध्रुवेको दाउ अर्कै थियो। ऊ कसैलाई हानि पुर्याउन होइन, रिसोर्टमा रहेकी पोथी हात्ती चञ्चल कलीलाई भगाउन आएको थियो र ऊ सफल पनि भयो। भ्यालेन्टाइन डेको दिन पोथी हात्ती भगाएकोले ध्रुवेलाई भ्यालेन्टिनो पनि भनिन्छ। 2066 सालदेखि 2070 सालसम्म ध्रुवेको आतंक चलेको थियो। यस अवधिभित्र ध्रुवेले 15 जनाको ज्यान लियो। 2067 साल भदौ 19 गते चितवनको मेगौलीमा पूर्व हवलदार सुखबहादुर गुरुङको ज्यान लियो। त्यसपछि चितवनमा ठूलो विरोध भयो र सुरक्षाकर्मी प्रयोग गरेर ध्रुवेलाई लखेटिन थाल्यो। मेगौलीबाट खेदाएपछि ध्रुवे हात्ती माडीतिर सर्यो र त्यता दुःख दिन थाल्यो। माडीमा 2069 मङ्सिर महिनामा मात्र ध्रुवे हात्तीले 4 जनाको ज्यान लियो। 2069 मङ्सिर 23 गते सिसुवामा ध्रुवेले भदै माझी र सुकै माझी दम्पतिको ज्यान लियो। त्यसको 7 दिनपछि माडीमै स्थानीय बुद्धिविराम बोटे र जरिया बोटेको ज्यान लियो। उक्त हत्यापछि माडीमा स्थानीयले ठूलो आन्दोलन गरे। निकुञ्जको कार्यालयमा तोडफोड पनि भयो। उनीहरूको माग ध्रुवे हात्तीको मृत्यु थियो। स्थानीयको आन्दोलनको कारण सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 संशोधन गरेर मानवीय दुर्घटना गराउने मनस्थिति बिग्रिएका वन्यजन्तुलाई सुट एट साइटको व्यवस्था गर्यो। ध्रुवे हात्तीले 2066 सालमा 1 जना, 2067 सालमा 3 जना, 2068 सालमा 1 जना अनि 2069 सालमा 10 जनाको ज्यान लिएको थियो। त्यसै कारणले गर्दा ध्रुवे हात्ती कहाँ छ भनेर पत्ता लगाउन 2069 साल मङ्सिर 6 गते ध्रुवे हात्तीमा जीपीएस सहितको रेडियो कलर जडान गरिएको थियो। लगातार मान्छे मारेपछि सरकारले ध्रुवे हात्तीलाई मार्ने निर्णय गर्यो। 2069 पुस 1 गते चितवन जिल्ला प्रशासन कार्यालयले ध्रुवेलाई गोली हान्न सिकारी टोली परिचालित गर्यो। रेडियो कलर हेर्दै हात्तीको लोकेसन ट्र्याक गर्दै हात्ती मार्न सेनाले प्रयास गरिरहेका थिए। यतिकैमा एक दिन ध्रुवेलाई सेनाले स्पोर्ट गर्छ। सेनाले हानेको गोलीले ध्रुवेलाई लाग्छ, तर त्यो गोलीबाट ध्रुवे मर्दैन अनि फेरि फरार हुन्छ। त्यसपछि धेरै समयसम्म ध्रुवेलाई बस्तीमा देखिएन। तर 12 वर्षपछि यही असार 20 गते राति ध्रुवेको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा आमा छोराको ज्यान गयो। राति 11 बजेतिर एक्कासी घरमा हात्ती आएपछि घर धनी पुनु बोटेले धपाउनको लागि आगो सल्काए। त्यो आगोले घरको केही भाग समेत जल्यो, तर उनको श्रीमती र छोरोलाई जोगाउन सकेनन्। हात्तीको आक्रमणबाट पुनु बोटेकी 23 वर्षीय श्रीमती र 4 वर्षीय छोराको ज्यान गयो। अचम्म के छ भने पुनु बोटेका हजुरबा हजुरआमालाई पनि 15 वर्ष अगाडि यही ध्रुवे हात्तीले नै खोसेको थियो अनि अहिले फेरि छोरा अनि श्रीमती पनि खोस्न पुग्यो। हुन त हात्तीहरू सामाजिक हुन्छन् र त्यति मानव विरुद्ध हिंसामा संलग्न हुँदैनन्, तर जब मिटिङको सिजन आउँछ भाले हात्तीहरूको टेस्टोस्टेरोन
टेस्टोस्टेरोन एकदम बढेर जान्छ। ध्रुवे भन्दा बलियो हात्ती गोविन्दे तथा रोनाल्डोले जंगलमा भएका पोथी हात्तीहरूसँग सहवास गर्छन् अनि ध्रुवे जस्ता एक्ला हात्तीहरू गाउँ घरमा पालेका पोथी हात्तीको खोजीमा निक्लन्छन्। यता घरपालुवा हात्तीहरू पनि सांगलीमा बाँधिएको कारणले ध्रुवे जस्तो हात्तीको यौन आकांक्षा पूरा हुँदैन र यिनीहरू आक्रामक बन्छन्। ध्रुवे हात्ती अहिले 40 वर्षको भयो। पोथी हात्तीका लागि ध्रुवे र रोनाल्डोको बीच धेरै जस्तो लडाई भइरहन्छ र यस्ता लडाईमा प्राय जस्तो रोनाल्डोले जित्ने भएकाले ध्रुवेले समूह छोड्नु पर्छ। ध्रुवे हात्ती चितवनमा मात्र होइन पर्सा, बारा साथै भारतको सीमा क्षेत्रमा पनि पुग्ने गर्छ। प्राय जस्तो हात्तीहरू जेठ असार अनि मङ्सिर पुसमा आक्रामक हुन्छन् किनभने यो समय हात्तीहरूको गर्भधानको समय हो। यति बेला भाले हात्तीहरू पोथी हात्तीको खोजीमा हुन्छन् अनि यति बेला भाले हात्ती सामान्य भन्दा 60 गुणा उत्तेजित र खतरनाक हुन्छन्। चितवनको हिंसा हेर्ने हो भने हात्तीले यही समयमा धेरै मानवीय क्षति गरेको छ। ध्रुवे हात्तीलाई ट्र्याक गर्न 3 चोटिसम्म रेडियो कलर जोडियो तर कहिले टाढा गएको बेला सिग्नल लस हुने त कहिले ध्रुवेले रेडियो कलर चुट्याएर फ्याल्ने समस्या आइरहेको थियो। रेडियो कलर जोड्न बियोस बनाइएको बेलामा ध्रुवेको दारा पनि काटिन्थ्यो। दारा काट्दा हात्ती कम आक्रामक हुन्छ भन्ने मान्यता रहेको छ। पछिल्लो 9 वर्षमा ध्रुवे निकै शान्त थियो। 2074 सालमा एक सैनिक जवान मारेपछि ध्रुवेको आक्रमणबाट कुनै पनि मान्छेको ज्यान गएको थिएन। निकुञ्ज क्षेत्रमै बसे पनि धेरै दुःख दिँदैनथ्यो। त्यसैले ध्रुवे सुध्रियो भन्ने आकलन पनि गरिएको थियो। तर यत्रो वर्ष पछाडि चुच्चे ढुङ्गो उही टुङ्गो भने चाहिँ ध्रुवे हिंसक भयो। ध्रुवेले मान्छे मार्नुमा केही कारणहरू छन्। लडाई हारेर समूहबाट लखेटिनु, सहवास गर्न नपाउनु, मानवबाट ढुङ्गा लट्ठी गोली खाएको रिस हुनु, जंगलको छेउछाउमा बस्ती भएर आवत जावतमा समस्या हुनु, यी त केही कारण भए। ध्रुवे अचम्मको छ। 2068 सालमा थोरीमा थोरी उपभोक्ता समिति अन्तर्गत 68 वटा घरहरू भत्काएको थियो जसमध्ये 38 वटा घरमा रक्सी पार्ने गरिएको थियो। यहाँनिर हात्तीले रक्सीलाई टार्गेट गरेको स्पष्ट देख्न सकिन्छ। हात्ती विशेषज्ञहरूको अनुसार उखु, नुन, रक्सी जस्ता परिकारहरूलाई हात्तीले विशेष टार्गेट गर्दछ। ध्रुवे हात्ती अहिले चितवनका लागि ठूलो टाउको दुखाइ बनेको छ र यहाँ बस्ने मान्छेहरू दिनौ त्रासमा बस्नु परेको छ। यहाँ एउटा हात्तीले यतिसम्म दुःख दिएको छ तर नेपालमा एउटा यस्तो ठाउँ पनि छ जहाँ दिनौ 200 सम्म हात्तीहरू आउने गर्छन् अनि 50औं मान्छेको ज्यान पनि लिइसकेका छन्, अरबौंको सम्पत्ति नष्ट गरेका छन्। हामी नेक्स्ट भिडियो त्यही ठाउँको बारेमा लिएर आउनेछौँ। त्यो ठाउँ गेस गर्नु होला अनि च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। Bye bye.